भयो भिडियोकै लागि ढर्रा धेरै हुन्छ अहिलेको यसको डर फुलै त सक्यो अब केले पूजा गर्नु अब टीका लाउनु पर्यो नि खै अर्को सेतोको त के भनेर आशिक दिस भाइ धेरै पढ्नु डाक्टर हुनु अनि दाइलाई के भन्यो त तिमीले अघि दाजुलाई के भन्यो जुवा नखेल्नु होला जुवा नखेल्नु ए गोलो गरेर लगाइदिउँ कि लामो गरेर लगाइन्छ नि माथि हुन्छ लामो लाउँदा हुन्छ लामो लाउँदा हुन्छ तपाईँ यस्तो सेतो लगाइदिनु म अरूलाई लगाइदिइसकेको अनि खोइ त छैन निराश तिमी त हजुरलाई म एउटा फोटो खिच्छु नि खिच्दिन भनेर हस्छु न कसो के हो यस्तो रातो त त्यो सेतो चाहिँ कस्तो पिठो रातो नलाइदैन त्यही थियो भाउजूले रातो लगाइन्छ त्यसैमा थियो ए मैले चाहिँ लाउनु हुँदैन रातो रातै टाँस्थे त सिधै भयो हौ सेतो सेतो छैन त छ नि पिठोको सेतो त पुरै उ भयो त्यो अरू कलर मिसेर त्यस्तो लट्टो जस्तो देखेको नि पऱ्यो कति छिटो ओए अरू कलर मिसेर ओए मेरो फोन नचुडा हिँड्छु ल निसो मेरो फोन नचुडा भनेर ज्ञानी हुनु कति राम्रो भएछ भाइको त टिका नि कति राम्रो भएछ अघि ज्ञानी हुनु भनेर आशिक दिएको होइन नि सक्छम नगर्नु पढ्नु ए ल त्यो तल हाल्दिनु र रातो लगाइदिनु गर्दै जाउँ एउटा हेर्नु न कस्तो छ खै एबु एबु कहाँ छ एबु एबु छ त त्यहाँ निधारको चाहिँ अहिले ए नाकको चाहिँ अहिले पुसौँ ल नाक लामो छ अड्किन्छ मजाले आमा मेरो पनि त छ नि त त्यही भएर त भनेको नि दाजु र भाउजूको त्यो लुगामा नि दाजु र भाउजूको एकछिन नदिनु ल सामान त्यहाँ सामान हालिदिनु छ मेरो टिसुले पानीले पुस्ने हो लडो यहाँ त छैन चुरमुर यस्तो त गरेर आँखा भाइ नाक कता लाग्यो बाहिर लाग्यो चुरमुरै के लगाइदिनु त निधार हुँदै हुन्छ त हौ जता पाए पनि त्यही निधार त हुनु फुकालिदिँदैन ल नानीको त निधारमा हराएछ के सेतो हुन्छ अरू अरू कलरको लगाइदिँदा भइहाल्छ के गरेको झर्छ त अनि हेर न टिका लाउँदा नि बाजेको त्यही हेर्नु गर्दैछ मैले केही भनिनँ तँदै गर कि म तँलाई गर्नु चिस्काउँदै भएको छ क्या गर्नु त लाग्यो पहिलो मात्रै लाग्यो कि आँखा चिम्लो यस्तरी हालिसकेँ मैले भयो ओए मात्रै चला चला टोक्दै भन्दा जाऊ त पहिरो लगाइदिउँ त्यही कलरमा थियो खोइ पर्पल माथि त बाबु